देखाउन गइरहेको छु। यो गहुँ काट्ने मेसिन यसले चाहिँ छिटो सजिलो यो गर्छ। चाहिँ मान्छेले गहुँ काट्ने मेसिन हो। 10 जना मान्छेले यसले काट्ने त ठाउँमा यो 3-4 बिघा भन्दा 15 मिनटमा सकाउँछ। एक सबै दिनमै यो गहुँ मेसिनले काट्छ। गहुँ काट्ने मेसिन हो यो चाहिँ। त्यसैले देख्न मानिसहरू सक्नुहुन्छ न, यसमा भर पर्दछन् यसले छिटो गहुँ दिनमा काट्नको लागि। 40 बिघा जति 5-6 काट्छ जना यसले। मानिसले 4-5 दिन लगाउने ठाउँमा यसले एक दिनमै 5 कट्टा 1 बिघा जति एक दिनमै गर्दछ। त्योभन्दा नि बढी काट्दछ। देख्न सक्नुहुन्छ मानिसहरू आफ्नो खेतको लागि कटाउनको लागि पालो कुरिराखेको छन्। सबै यसले मान्छे कृषिमा छिटो काम सजिलो गर्न सजिलो हुन्छ। यसले गर्दा गहुँ काट्ने मेसिन यो चाहिँ हो र गाइस। लाइक, सब्स्क्राइब, शेयर, कमेन्ट गरिदिनु होला। यस्तै गर्दा मानिसलाई छिटो सजिलो हुनाले त्यसैले लगाउँछ। यो चाहिँ यसको गहुँ काट्ने सबै बजारको हतियार हो। यसले गर्दा छिटो सजिलो गर्छ काट्नको लागि। अनि गहुँ चाहिँ यसको ड्रमभित्र भण्डार हुन्छ र देख्न सक्नुहुन्छ अगाडि त्यो राख्नु होला। गहुँ काटिसकेर सबै गहुँ चाहिँ यो ड्रमको मेसिनको ड्रमभित्रबाट बाहिर निकालिरहेको छ।